अप्रोच यस्तो चिप्लो बाटो आइपुग्यौँ। हामी यस्तो राम्रो गाउँमा आइपुग्यौँ होइन। कञ्चनजङ्घा हिरेक महोत्सव सिधै लेले पो सिधै लेले त्यो खोला चाहिँ उहिले सरकारले बेचेको रे हेर्दा चाहिँ चाहिँ कम्बर खोला ताप्लेजुङको। अनि यहाँ चाहिँ खास चाहिँ रोड आउँदैन फेरि यो ठाउँमा, त्यही सानोमा हाइड्रो पावरको रोड हो यो चाहिँ, त्यही भएर हामी आज यहाँ हिँड्दैछौँ। एकदम कलेज बारी चाहिँ फुलिरहेको रहेछ, यस्तो दामी भयो। थोरै ओह्रालो हुँदो भयो हो गयो यो तार फर्स्टली देखेको यो साउन्ड हो। नमस्कार सकेको यो अवसरमा आज समुद्र ए यता चाहिँ हो 7 गते घुमेर आएको। अरे बहिनीहरु केही छैन घुम्नु भनेको र पनि जाने भन्छ र समय धेरै विलम्ब गरिन मैले समय। सो हेलो गाइज, गुड मर्निङ सबैजनालाई एन्ड वेलकम टु आवर गङ्गा जमुना ट्विन्स युट्युब च्यानल। अनि आज चाहिँ हामी घुम्नु जाँदैछौँ लेलेप गोला घुम्सातिर है। गोला भयो भने गोला पनि पुग्ने प्लान छ, घुम्सा चाहिँ अझै टाढै होला गाइज। सो हेरौँ आजको हाम्रो यात्रा कस्तो हुन्छ, सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि आज चाहिँ को जाँदैछौँ भने चाहिँ पहिला चाहिँ अब हामी दुई मात्रै जान्छौँ होला, मम बुवा चाहिँ गाडीमा, अनि ज्योति बुनु दिदी वन्दना दिदी। अन्तिमसम्म हेरेर साथ दिनु होला। कस्तो लाग्छ ब्लग अनि गङ्गा जमुना ट्विन्स युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। के छ, एक्साइटेड हुनुहुन्छ तपाईँ? म यति धेरै खुसी छु कि म खुसी कुनै शब्दमा व्यक्त गर्न सक्दिनँ। कहिल्यै घुम्न पाएको छुइनँ जस्तै कुरा गर्यो त नि। पाएको छैन नि, अनि म गएको छु त माथि मेरै गाउँ मेरै ठाउँमा। यति धेरै वर्ष बसेँ म कहिल्यै नै गएको छुइनँ त्यो ठाउँमा चाहिँ हामी फर्स्ट टाइम जाँदैछौँ होइन। सबैजना यति धेरै जान मन थियो होइन। पहिल्यैदेखि मलाई चाहिँ लाग्थ्यो यहाँदेखि म यो माथि होइन, यो माथि पनि गएको थिइनँ नि त। अनि म चाहिँ यो माथि चाहिँ कस्तो छ होला भनेर सोच्थेँ क्या। यसको कुरा सुन्यो भने त अब यहाँ रात पर्छ। हेलो गाइज, हामी चाहिँ फाइनली यहाँ आइपुग्यौँ है त। हाम्रो घर चाहिँ यहाँ पर हो। यो चाहिँ हामी यस्तो अप्रोच यस्तो चिप्लो बाटो आइपुग्यौँ। चिप्लो बाटो कस्तो लागिरहेको छ, डर लागिरहेको दिदी? एकदमै नहुनेको बाटो त दौडाउनु पऱ्यो नि यार। यहाँदेखि लड्यो भने त अनि फेरि कम्बर खोला पुगिन्छ। अहिले चाहिँ हामी लेलेप घुम्सा भनेर जाँदैछौँ। हेरेर कस्तो हुन्छ है त, कस्तो रहेछ बाटोहरू। जसले राम्रो थियो भने हाउसहरूले आउनु सक्नुहुन्छ है त इन्जोय गर्न। हजुर पनि बाइकमै आउनु सक्नुहुन्छ, बाइकमै आउनु सक्नुहुन्छ। हेर्नुहोस् त घुम्नु गयो जस्तै भन्नु न अब होइन। घुम्नु जस्तै लेलेप घुम्सा घुम्न आउनु होला हजुरहरू पनि। लेलेप घुम्सा घुम्न आउनु होला सबैजना, आउनु होला है त। माथि नै राख्दा हुन्थ्यो कतिबाट देख बुढीहरू धेरै एउटा पो आइपुगिसकेको नि। हो यो माथिल्लो बाटो हो। यो रोड त हाम्रो लागि नि हुन्छ। दिस इज एक्सपिरियन्स। कोहीलाई यही लडेको होइन हामीहरू। यस्तो बाटो छ भने नि बोलेको फ्याट्टै हुन्छ त। तावा आइपुग्यौँ है त, सिंहबाट तावा आइपुग्यौँ। तावा देख्न सक्नुहुन्छ तावा कस्तो काङ्गोङको 2-3को तावा। आज चाहिँ फक्ताङतिर चाहिँ पुरै घाँसो लागिरहेको छ। चाहिँ फक्ताङलुङ हिमाल चाहिँ देखेको रहेछ।
ताङलुङमा त के भनिदिन्छ होला तपाईँहरू नि ताङलुङ भनेको चाहिँ यो हाम्रो डेटी नै राम्रो छ परिचय होइन तल मान्छेले छोडेछ नि क्या छोडेछ न त्यति राम्रो घर वर्षौँ लाग्छ होला है त्यही मात्रले घरमा आएको मान्छेहरूले हाइड्रोको मान्छेहरू हो हामी यस्तो राम्रो गाउँमा आइपुग्यौँ भने ठिवा भन्नु ठिवा हो ठिवा त होइन ल तल गाडी आउँदैछ त ठिवा त हो गाडी पनि तलै आइरहेको छ छन चाहिँ त्यो गाडीलाई सोध्ने हो के सोध्नु पर्दैन हो र कुनै यो हाइड्रोतिर जान्छ कि बा हाइड्रोकै गाडी आयो जस्तो छ खोला खोला लगेको क्या खतरा टर्निङ रहेछ नि त डरै लाग्ने फेरि हाम्रो बाटो यही हेर्न त अर्को साइड चाहिँ भनेको हाम्रो साइड त यही हो कहाँ जाने भने लेलिप होइन लेलिप जाने हो फताङलुङ होला कञ्चनजङ्घा हजुर कञ्चनजङ्घा हिरेक महोत्सव वैशाख 5, 6, 7 गते फक्ताङलुङ गाउँपालिकाबाट 9 पाल्नुहुने प्रमुख अतिथि विशिष्ट अतिथि सम्पूर्ण अतिथिज्यूहरूलाई स्वागत छ अरे थ्याङ्क यू सो मच हेलो वेलकम गरेको गेट छ कञ्चनजङ्घा महोत्सव अरे लड्डु बाँदरको हातमा नरिवल तपाईँलाई उठाउनु थाहा छैन कि मन्त्रीज्यू गाडी त कति हो कति गर्नु त्यो बाटो दिन्छ दिदी हाँस्दै हेरे त गुरुले त केटी देख्छ भने कुन त छोड्दैन भर्खर त लडिस् अरे त्यस्तो चाहिँ म छिर्नु भरिदिन्छ अब नाति ओ भाइ चाहिँ प्राय गाडीहरू लडाउने बाइकहरू लडाउनेलाई चाहिँ हामीले बाइकहरू लडायो भने चाहिँ होइन ओ भाइ के गरेको के मिस्टेक भइहाल्यो भने चाहिँ ओ भाइ चुप लाग्यो भयो पो खल्ने गर्छस् है अप्ठ्यारो पनि आउँयो यस्तो राम्रो ठाउँहरू तर हामीलाई थाहा छैन कि यो ठाउँको नाम के हो हामी चाहिँ नयाँ सिङ भन्ने अब यो ठाउँलाई के भन्छ हौ भने तल चराहरूको फोटो राखेको छ तल हो जाने हो हामी त वैशाख 6 गते पछि परेछ नहोला
रहेछ नि पर्दैन होला लाग्यो यति छिटो छिरुवा अघिको रहेछ भनेपछि छिरुवा भनेको के रहेछ रमाइलो चाहिँ हाम्रै सीमा रहेछ नि वरिपरि देखिने चाहिँ च्याप रहेछ कि साह्रै गाडीमा आएपछि आइन्छ पढेको थाहा छैन तपाईँहरूलाई बिर्सिसक्यो नि अब त ए तपाईँ त कति छिटो आइपुगेको हो र पालिका यहाँदेखि 5 मिनट पनि लाग्दैन होला त्यसपछि चाहिँ माथि 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 लेलेप चाहिँ पुग्नु टाढा छ हो यहाँदेखि अझै यो डाँडा कट्नुपर्छ त्यो डाँडा यहाँबाट देखेको ए यो डाँडा कट्छ यहाँदेखि त्यो फोक्ताङ देखिन्छ देखिँदैन उज्यालो हुँदा लेलेपमा पनि देख्दैन है लेलेबाट त देख्छ ए हो र यतै बे गरेको नि तर यहाँ चाहिँ माइत आएको यहाँ चाहिँ घर हो घर त रोडमै परेछ नि है हिँडेर आउँदा चाहिँ कति लाग्छ यहाँनिर सीमादेखि 2 घन्टा साढे 2 घन्टा होला नि ए नजिकै परेछ नि हामी त यहाँ कहिले आएको छैन डुल्नु जाउँ भनेको नि ल गयो ल राम्रोसँग बस्नु सँगै पढेको बिर्सिनु अरे सबै जीवन पनि रहेछ त माथि हो माथि त्यो चिज हेर्न चिज के है माथि हो बुढीलाई छ न बुढीलाई हो दिदी होइन सिक सुजुनामा सिक माथिबाट तलको चाहिँ होइन अन्त के हो यस्तो धेरै मन पर्छ न मलाई ठुलै रहेछ हो बगाउँछ होला हौ झन् ठुलो खोला क्या गाईको सिक्किन्छ होला यता है ले गरिस् सिक्किँदैन खाली खाली अरे थोरै थोरै पानी थियो क्या उता त झन् गइदैन बाइकै डुब्ने त्यस्तो बाटोमा पानी बाटोमा बाइक चाहिँ रोक्नु भएन त फेरि हामीले कहीँ भिडियो बनाएन निक्लिएन नि है पारीहरू त एकदम पारी चाहिँ देख्दो रहेछ नि कुन ठाउँ पहिला कति राम्रो देखाउँदै थियो यहाँ फुलहरू अगाडि बारी भएको कुन ठाउँ हो ताप्लेजुङ पार्क अरे ताप्लेजुङ ताप्लेजुङ त खुङलिङ नगरपालिका हो नि खुङलिङ हो नि खुङलिङ भनेको त के होला है यो पनि लिम्बूबाटै हो है दिङ भनेर सुन्दा चाहिँ भिडियो बनाइदिनु हुन्छ त्यो पनि ठाउँ चाहिँ ओह्रालो मात्रै देखिन्छ त्यो पनि अब ओह्रालो मात्रै भयो भने चाहिँ त्यही तल खोला दिउँ देखेपछि मान्छेको मुटु काम्दैन पिच 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 अब यो भाइलाई सुटो हुँदा गइसक्यो अब खतरा ठाउँ रहेछ नि पढेर त मुरिङलाहरू इन्डिया पनि होला हौ नि मुरिङलाई फिरिङ त्यो भाइलाई त थापा डाँडाको हो त्यो यति बाक्लो छैन नि हाम्रो थापा डाँडा थोरै रहेछ खै त थापा डाँडा
हामी हिँडिरहेको छौँ पछि बाढी आयो भने त यहाँ पनि रोड त लाने रहेछ है हेर झर्ना बनाएको रहेछ यार टमाटो झर्ना भ्याकु तर्ने बनाएको होला अब यस्तो अप्लोड हुँदैछ झर्ना तापेथोकदेखि के आउँछ होला है अब त सिधै लेले पो सिधै लेले छिरो आइहाल्यो होइन चिरुवा पनि आएन यो हाम्रो टमाटर खोलाको डरो समातेर बस्नु छ चाहिँ यस्तोतिर खोला यो खोला चाहिँ उहिले सरकारले बेचेको हेर्दा चाहिँ चाहिँ कम्मर खोला ताप्लेजुङको अनि यहाँ चाहिँ खास चाहिँ रोड आउँदैन थियो यो ठाउँमा त्यही सानोमा हाइड्रो पावरको रोड हो यो चाहिँ त्यही भएर हामी आज यहाँ हिँड्दैछौँ एकदम खुसी लागिरहेछ तर खोला बेचेकोमा चाहिँ एकदम दुःख लागिरहेछ है सरकारले माथि गाउँ हेर्नु न गाइस कति राम्रो यसको बारेमा तपाईँहरूलाई थप के थाहा छ भने कमेन्ट गरिदिनु होला कमेन्ट गर्नु होला हामी चाहिँ बचेछौँ तपाईँहरू ठुलो हुनुहुन्छ नि त केही थाहा छ कि भनिदिनु पऱ्यो है त गाइस हामीलाई चाहिँ केही थाहा छैन हामी हल्का चिसो सुन्दैछौँ खोजी गर्दा त जे पनि हुनसक्छ भेटाउन सकिन्छ तर हामीलाई केही खोजी छैन होइन खोजी निधि हामी यो बारेमा अब इन्ट्रेस्टेड छैन अहिले ध्यान चाहिँ पढाइमा छ त्यही भएर यो लाइनतिर हामी लागेको छैन गाडी जाने लागेको छ त्यस्तो गाडी त भ्याकु होइन जानु रहेछ त्यहाँ पौडी खेल्नु गाडी जानु रहेछ पौडी खेल्न नै मिल्छ जस्तो छ है त्यहाँ त टक्क त्यहाँ चाहिँ कहाँ पौडी खेल्नु मिल्छ त्यो बाटो निर्माण कार्य हुँदै रहेछ आई थिङ्क खोल्छ होला यो एकैछिनमा कहाँ तल जाने हाम्रो बाइक चाहिँ छेउमा राखिरहनु हुँदैछ बाटो अलिक टाइम लाग्छ जस्तो छ नाटक माछा पालन हो क्या हो माछा अरे के माछा होला है ए 3टा 4टा 6-7 अडिसम्म त खोलाकै माछा होला है पानी चाहिँ कहाँको हो खोलाकै हो कि यो त यहीँ उम्रेको जस्तो छ अहिले चाहिँ हाम्रो ताप्लेजुङको अलैँची बारी चाहिँ फुलिरहेको रहेछ यस्तो दामी भयो यहीँबाट चाहिँ कालो सिमी है फाइनली वेटिङ गर्दा गर्दा हाम्रो बाटो बिग्रेको बनिसक्यो It was very nice. आयो के भयो उयो लगाउँछु बाटो कस्तो छ भनेर हामी हामीसँगै जानु खोजेको थियो पुरानो फुल रहेछ नदो बाटो त होला नि किनेर आउँदा त हामी त बसेको हिँडेर रहेछ है केही नै ठाउँ छैन यहाँ घुम्नलाई त केही नै फेरि छ क्या अझै टाढै रहेछ नि त ठाउँ चाहिँ होइन राम्रो ठाउँ चाहिँ बिस्तारै गाडी पुग्छ त्यहाँ पनि है मेरो घर खिस्किन हो कता छ पुल चाहिँ यहाँ तल हो लिलिप जाँदा तर्नुपर्छ त्यो पुल तर्नुपर्छ है कति टाइम लाग्छ अब 10 मिनेटमा लेले पुग्छ लिलिपै हो र के छिटो आइपुगेछ पनि हामीलाई चाहिँ त्यतिखेर के छिटो त्यो आउँदा भिडियो बनाउनु अब 10 मिनटको खिचिहाल्नु पानी चाहिँ किनेर त्यहाँ के खाजा पाउँछ होइन चिसो चिसो खाजा ला हो र रानी पुल भन्छ हो र ठिक छ
रोक्ने पारी नभए वारी रोक्ने अनि खाउने त्यो पुलमा चाहिँ रोक्नु गाइस रानी पुलमा आइपुग्यो है वा आउने होइन माथि खाजा साजा हान्दिएर आउँदा नि हुन्छ पुल त ओर्छेन नत्र यहीँ बस्नु पारी पारी पो राख्ने कि राइडर गङ्गा लिम्बू कस्तो लागिरहेको छ त बाटो कस्तो छ त बाटो धेरै राम्रो छ धेरै राम्रो ठाउँ ठाउँमा पिच पनि छ अनि ठाउँ ठाउँमा थोरै खाल्टा खुल्टीमा चाहिँ थोरै ओह्रालो हुँदो भन्दा नि केही होइन नथिङ है त गाइज राम्रोसँग राइड गर्न सक्नुहुन्छ भने चाहिँ केही पनि होइन एकदमै राम्रो छ ढोक्नु पर्ने के ल्याएर ढोक्ने यार के चढाउने हो र तितेपाती हो पि मलाई त कति सानो हो अनि ठिकै छ यतिको है साँच्चीको थोरै साह्रै सानो सानो भयो यार यो त गाइज अहिले चाहिँ हामी रानीपुलमा यस्तो कमल खोलाको चिसो हावा खाएर फेरि लेकतिर अहिलेसम्मको राइड एकदम रमाइलो भइरहेको छ त एकदम दान तिर्खा चाहिँ एकदम लाग्यो भोक चाहिँ हेर्नु म त उस्तै पो जानु जस्तो भने पानी सुकेको कि क्या जस्तो लाग्यो पानी आएको पि मैले अवसर लाग्यो भने यिनीहरूको मेहनत त पानीले बोकायो त हो कहाँ बोकाउँछ त्यो बारीको देखिन यो सब उकालिहाल्छ नि खोलाले माछा पनि निक्लिन्छ होला हो नि यही काम गरेका गरे ड्राइभरहरूलाई पनि गाह्रो छ हो है मचमा आएको भिरहरू हेर्न माथि कि तल हो तल पनि पुलहरू कि कहाँ जाने हो ल त सुनेको छैन नि त जस्तै हो कि यो तार फर्स्टचोटि देखेको संरक्षण क्षेत्र प्रकृतिको उपहार यो साउन्ड हो नमस्कार म भूमिका पात्रे भरे देखिन्छ होला त कञ्चनजङ्घा हिरक महोत्सव 2082 हार्दिक स्वागत गर्दछु कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आयोजनामा कञ्चनजङ्घा हिमाल सफल आरोहणको 70 वर्ष पुरा भइसकेको यो अवसरमा आज समुद्घाटन कार्यक्रम र औपचारिक सुरुवात गर्न लागिरहेको छु सर्वप्रथम कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष वाउ यहाँदेखि दामी देख्दो रहेछ यिनीहरूले पनि खाने सुकै बनाइदिनु अलिक गिलो हाल्दा नि Sorry. It seems that your foot is in my way. Ow. खुल्लामा हालिदिनु न ल
त्यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री विनोद प्रकाश सिंहलाई पनि अतिथि आमन्त्रणका लागि कता हो हेलिकप्टर उयो के अरे ओलङचुङ गोलामा आउँछ हेलिकप्टर आउँछ नि ए वा च्याब्रुङ च्यापुङ लिएर आयो पुरस्कारमा च्यापुङ नाचिनेको अब त केटाकेटीहरूलाई पाउँदैन भाइहरूलाई राम्रो गाडी के छ र हो त्यही त जाउँ त रेनबो कल्चर लिलिपमा चितुवा भेट्यो हेलिकप्टर कति थोरै स्पेसमा रहेको है थोरैमा रहेछ त अनि यो चाहिँ मार्केट हो त म चाहिँ यो हेलिकप्टरमा आएको है आज तर त्यो अघिको धुन साह्रै राम्रो रहेछ त्यो तुङनाको ए हो त्यो भरे नाचेको हेर न कस्तो दामी आमा टेङ 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 भएर पारेर नि कस्तो दामी हो साँच्चीकै मजाले सुनिन्छ क्या है कस्तो राम्रो फ्यान छ क्या यो खुट्टा पनि यस्तै हुन्छ नि यो पनि त्यो पनि ए त्यो पनि यस्तै गर्छ त्यस्तै हो ट्याक 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 यसरी उचाल्छ कि उनीहरूले यिनीहरू त्यसरी त्यसरी गएर ट्याक्कै राख्यो नि होइन उनीहरूले त्यसरी कुदेर यसरी उचाल्छ क्या ए यस्तो बाटो त हरायो नि हाम्रो गाउँतिर त हरायो लेले पहिला यहाँको त मलाई नि त्यो कन्फर्म छ छैन तर लिम्बू भाषाबाट त लेले भनेर नराम्रो हुन्छ खोला अरे उ त्यो यो चाहिँ घुन्छ यो चाहिँ उयो के अरे हेलो ए हेलो तमोर चाहिँ उयो उयो घर छ नि हरियो ए हेर्दा हेर्दा तमर कति सानो भन्दै थियो नि हो तमरको लागि यता आएको नि गोलाबाट यो गइराबाट ए हार्दिक अनुरोध गर्दछु सीमा पनि राम्रो यहाँ के अरे मन्दिरमा गर्दा यति नै जाने भए यतिकै है अब यो पेट्रोल किन्नु सो गाइस हामी चाहिँ अहिले चाहिँ लेलेपको हस्पिटल स्वास्थ्य चौकी घुमिरहेछौँ दाइहरूसँग फक्ताङलुङ छ यहाँ छैन रहेछ त्यहाँको बाइक यता ल्याउनु भनेको अहिले भएर ल्याउनु होस् ए यता चाहिँ हो 7 गते होइन यो माथिको त होइन त्यति बुढो छैन उयो सिर्जना कस्तो गाउँ छ यो पाल्मुले कुशल थनाङ यहाँ चाहिँ हुनुहुन्छ हाम्रो के भन्नु दाजु भन्नु अरे किशोर दाजु अहिले यहाँ दाजु भेट्यौँ किशोर दाजु भेटाएँ हामीले त दाजु भेटाएर घुम्दैछौँ नि त ऊ माथि माथि घुमेर आएको अरे बहिनीहरू केही छैन घुम्नु भनेको र पनि जाने भन्छ र कहाँ यहीँसम्म कि उकालै अब जाने हो माथि गोला गुल